बुढो बा सिकिस्तै बिरामी हुनुहुन्थ्यो। दिसा पिसाब सधैँ ओछ्यानमै हुन थालेपछि घरमा सबैलाई झिजो लाग्न थालिसकेको थियो। एउटा त्यो सानो नाति थियो जो हजुरबुबालाई अत्यन्तै माया गर्थे र सधैँ हजुरबासँगै बसिरहन्थ्यो। बुहारी रिसाउँथिन्, यो बुढो सधैँ फोहोर मात्र पारिरहन्छ, सफा चाहिँ मैले गर्नुपर्ने, कुन जुनीको ऋण खाएछु हे भगवान। सफा गर्दै ऊ झर्किन्थे र बुवालाई हप्काउँथे। एक दिन बुहारीले छोरालाई कडा शब्दमा भनिन्, म यो घरमा तिम्रो बाको फोहोर सोर्न आएको हो र? तिम्रो बाको यो फोहोर सोर्दा सोर्दा म वाक्क भइसके। तिम्रो बालाई यो घरमा राख्छौ भने म चाहिँ यहाँ बस्न सक्दिन, तिमी नै यो फोहोर सोरेर बस। अब के गर्ने? छोरा पनि बाबुको हालत देखेर दिक्क भइसकेको थियो। घर बाहिर एउटा डोको लडिरहेको थियो। उनीहरू मिलेर एउटा निर्णय गर्छ, बालाई जङ्गलको पारी भिरको छेउमा लगेर छोड्ने। भोलिपल्ट बिहानै उनीहरूले बुढो बालाई डोकोमा हालेर लाने तयारी गरिरहेको हुन्छ। तर त्यसै बेला नातिले देख्छ र ऊ दौडिँदै आउँछ। बाबा, तपाईँ र हजुरबुबा कहाँ जाँदै हुनुहुन्छ? म पनि सँगै जान्छु नि। छोरा र बुहारी मिलेर त्यो नातिलाई रोक्न खोज्छ। तर नातिले एकदमै जिद्दी गरेपछि उसलाई पनि उनीहरूसँगै लैजान बाध्य हुन्छन्। घाम अस्ताउँदै थियो। पहाडको बाटो, पात झरिरहेका रुखहरू, बुढो बा डोकोमा, नाति हाँस्दै रमाउँदै हिँडिरहेको थियो। अन्ततः उनीहरू एक ठुलो भिरको छेउमा गएर रोकिन्छ। बाबा, हामी यहाँ किन आएको? बाबाले निशब्द स्वरमा भन्छ, तिम्रो हजुरबुबा अब धेरै बुढो हुनुभयो, उहाँलाई यहीँ छोड्न आएको। त्यो सुनेर सानो नातिले मासुम स्वरमा भन्छ, त्यो डोको चाहिँ नछोड्नु है बाबा, मलाई पछि चाहिन्छ नि। छोरा अचम्ममा पर्यो, किन चाहिन्छ नि तिमीलाई? जब तपाईँ र आमा पनि बुढाबुढी हुनुहुन्छ तब म पनि यही डोकोमा राखेर यहाँसम्म ल्याउनु पर्छ। त्यो शब्दले छोराको हृदय टुक्रियो। आँखाभरि आँसु पार्दै उसले भन्न थाल्यो, बुबा, मैले ठुलो अपराध गर्न लाग्दै थिएँ, मलाई माफ गर्नुहोस्। त्यसपछि उनीहरू खुसी साथ घर फर्किन्छन्। बुढो बाको माया र हेरचाह सबैले गर्न थाल्छन्। घरमा फेरि हाँसो फर्किन्छ। नाति खेल्दै हजुरबुबालाई भन्छ, हजुरबा, अब कहिले नछोड्ने है? आफ्ना बुबा आमालाई तबसम्म माया गर्नुहोस् जबसम्म उहाँ तिम्रो साथमा हुनुहुनेछ। तिमी अरूलाई जस्तो व्यवहार गर्छौ त्यो नै एक दिन तिमीहरूमाथि फर्किन्छ। त्यसैले सबैलाई माया गर र सबैसँग समान व्यवहार गर।